एकपल्ट फेरि सम्पूर्णमा नमस्कार गर्दै आज हजुरहरूलाई एउटा कविता लिएर उपस्थित बनेको छु र कविता यस प्रकारको छ। बाध्यताले भरिएको व्यवस्था, बाध्यताले भरिएको व्यवस्था, त्यो केटोलाई जब म देख्छु न त्यसलाई बाबाको माया छ न आमाकै। त्यो केटोलाई जब म देख्छु न त्यसलाई बाबाको माया छ न आमाकै, न त्यसलाई भाइको सम्झना छ न अति प्रिय दिदीकै। सिमसिमे झरीमा कुखुराको ससाना चिङ्ना समात्दै यता उता इत्रिँदै दगुरिरहेको पाउँछु त्यसलाई। सिमसिमे झरीमा कुखुराको ससाना चिङ्ना समात्दै यता उता इत्रिँदै दगुरिरहेको पाउँछु त्यसलाई। कस्तो व्यवस्था, कस्तो विडम्बना त्यसको, कस्तो व्यवस्था, कस्तो विडम्बना त्यसको। एक दिन आफ्नो घर परिवार त्यागी कोसौं टाढा आइपुग्छ त्यो। एक दिन आफ्नो घर परिवार त्यागी कसौं टाढा आइपुग्छ त्यो, आफ्नो बच्चाइ अनि परिवारको निम्ति। वर्तमान अनि भविष्यको जटिल संग्राममा 10 वर्ष केटो चन्दनको टुक्रा सरह घोटिरहेछ, घोटिरहेछ, घोटिरहेछ। हिजआज त्यसको मुहारमा ममताको भाव ठ्याम्मै छैन। हेर्दा साह्रै मूर्ख देखिन्छ आजभोलि त्यसलाई। हिजआज त्यसको मुहारमा ममताको भाव ठ्याम्मै छैन। हेर्दा साह्रै नै मूर्ख देखिन्छ आजभोलि त्यसलाई। सायद दिनहुँ शोषणकारीको तुच्छ व्यवहारले वक्क दिक्कै भएर पो हो कि। सायद दिनहुँ शोषणकारीको तुच्छ व्यवहारले वक्कै दिक्कै भएर पो हो कि। अनायासै आशाका ती नयनहरूले कसैलाई खोजिरहेको पो हो कि। अनायासै आशाका ती नयनहरूले कसैलाई खोजिरहेको पो हो कि। जिन्दगीको सुगम गोरेटोमा, जिन्दगीको सुगम गोरेटोमा कसैलाई पर्खिरहेको पो हो कि। थाहा छैन त्यसलाई त्यसको आङमा भोलि घाम लाग्छ कि लाग्दैन। थाहा छैन त्यसलाई त्यसको आङमा भोलि घाम लाग्छ कि लाग्दैन। तर त्यो केटो बाँचिरहेछ, हिँडिरहेछ। तर त्यो केटो बाँचिरहेछ, हिँडिरहेछ, निरन्तर, निरन्तर, निरन्तर।